हेलो साथीहरू, म त खाना खाएर झाडु पोछा लाउन लागिरहेको छु। किचन पनि साफ गरिसकेँ मैले। अब झाडु पोछा लाउन लागिरहेको छु अनि झाडु पोछा लगाएपछि मेरो काम खत्तम हुन्छ। म नुहाएर रिल्स भिडियो बनाउँछु। अब एउटा दुइटा गानामा डान्स पनि गर्छु। हिजो म अलि सन्चो थिएन साथीहरू, मेरो घाँटी खराब भएको थियो। भिडियोमा भोइस कभर गर्न पनि मिलेको थिएन। मेरो छोरीले भोइस कभर गरेकी थिइन् अनि म चाहिँ आज चाहिँ अलि ठिक भएको छु साथीहरू। त्यही भएर कामहरू पनि अलिअलि गरिरहेको छु। अब आज चाहिँ म बच्चाहरूसँग इन्जोय गर्छु, एउटा दुइटा गानामा भिडियो बनाउँछु भनेर फटाफट मैले काम भ्याइरहेको छु। काम साच्यो भने त कामै छैन नि साथीहरू। काम साच्यो भने आफूलाई, खाना साच्यो अरूलाई भने जस्तो काम त अलिअलि गर्छु भनेपछि जस्ताको त्यस्तै रहन्छ। खानेकुराहरू बरु अलिअलि खान्छु भनेर रहन्छ र साथीहरू कसले खाइदिन्छ खाइदिन्छ नि होइन, त्यस्तै हो। त्यही भएर कामहरू साच्नु हुँदैन, फटाफट काम गरिहाल्नुपर्छ भनेर म चाहिँ आफ्नो काममा लागिरहेको छु साथीहरू। काम नभ्याउने बेलासम्म त यो काम छ यो काम छ भनेर मनमा कुरा खेलेर आराम गरेको पनि आराम गरेको जस्तै हुँदैन क्या साथीहरू। त्यही भएर हो, गाह्रो छ हो, गाह्रो छ। के गरौँ साथीहरू। अब मैले यता किचनमा पनि पोचा लाएर सक्न लागिसकेको छु। अब म नुहाइधुवाइ गर्न गएर अनि रिल बनाउन पर्यो साथीहरू। मेरो भिडियोहरू हजुरहरूलाई कस्तो लाग्छ, मनपर्छ भने लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है साथीहरू। हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ मेरो भिडियोहरू हेरेर साथ दिनुभएकोमा। हेर्नुहोस् त साथीहरू, गर्मी